बिराएका छौँ। तिमीहरू जबसम्म हाउसमा आफ्नो सही बाटो के हो बुझ्न सक्दैनौ तब यो देश तपाईँको विकासको दिशातिर जाँदैन। त्यसैले नेताहरू बनाउँदाहरूलाई दलका झोलेहरूलाई म भन्न चाहन्छु, तिमी आफ्नो नेतालाई केपीलाई, प्रचण्डलाई, के भन्छ शेरेलाई, जो अब दलका नेताहरू जस्तै अस्ति प्रधानमन्त्री निवासमा गएर चुनावको विषयमा तिमीहरूले वार्ता छलफल गर्यो। तिमीहरूले चाहेर चुनाव हुन्छ देशमा? तिमीहरूले चाहेर अब चुनाव हुँदैन। यो जेनजी आन्दोलन के को लागि भएको थियो र के हुनुपर्छ? जबसम्म त्यो हुँदैन तिमीहरू 10-12वटा दलले चाहेर चुनाव हुँदैन। र चुनाव हुनको लागि जेनजी पुस्ताले उठाएका मागहरू सम्बोधन हुनुपर्छ र त्यसको लागि राजनीतिक दलहरू नेताहरू तयार हुनुहोस्। जेनजी पुस्तासँग तपाईँहरू संवाद गर्नुहोस् र यो सरकार अन्तरिम सरकारले पनि म सहीबाट सल्लाह बुझ्नुहोस् या त धम्कीपूर्ण चेतावनी बुझ्नुहोस्। तपाईँहरू जेनजी पुस्तालाई व्यवस्था गरेर हिँड्दै हुनुहुन्छ र शहीद परिवारलाई तपाईँ व्यवस्था गर्दै हिँड्नु भएको छ र यो घाइते परिवारले तपाईँले जसरी व्यवस्था गरेर हिँड्नु भएको छ। तपाईँहरूको यो अन्तरिम सरकारको पनि यो 6 महिना आयु टिक्छ कि टिक्दैन त्यसमा पनि मलाई शङ्का लाग्न थालिसक्यो। किनभने जेनजी आन्दोलनको मूल मर्म के थियो त्यसको अनुरूप तपाईँहरू काम गर्न सक्नु भएको छैन। तपाईँहरू काम गर्न सक्नु भएको छैन। यदि काम गर्न कहाँ बाधा अवरोध छ त्यो जनताको माझ तपाईँहरूले ल्याउनुपर्छ। यदि ल्याउन चाहनु भएको छैन, म 6 महिनाको लागि आएको हो भने शहीद परिवार र घाइतेका परिवारहरूलाई र यो जेनजीका युवाहरूलाई तपाईँहरूले सराप्ने छ र जुन तत्कालीन सरकारको दशा भयो त्यो तपाईँहरूको पनि त्यही अवस्था नआओस्। यो सडकबाट यहीबाट तपाईँ भन्न चाहन्छु। र चुनावै गर्ने हो भने जेनजी पुस्ता हामी पनि सरोकारवाला हो, हामी शहीद परिवार पनि चुनावको सरोकारवाला हो। तपाईँहरूले हामीलाई खै बोलाएर संवाद गर्नु पर्दैन। राजनीतिक दल दर्ता हुँदैमा उनीहरूले भाग लिने बित्तिकै चुनाव हुन्छ। हामी मतदाता तपाईँको भोट मतदान गर्नेहरू पनि तयार हुनुपर्छ नि। त्यसको लागि के सोच्नु भएको छ तपाईँहरूले? बन्द कोठामा गएर तपाईँको छलफल गर्दैमा चुनाव हुन्छ त? र म शहीद परिवारको तर्फबाट अब भन्नु पर्दाखेरि शहीद परिवारहरूको लागि